विशेष युट्युब सम्बन्धी जानकारीको साथमा आजको हाम्रो क्रिएटर गफको पहिलो एपिसोडमा स्वागत छ। आज हामी हाम्रो युट्युब भिडियोका लागि उपयुक्त विषय निच छनौट कसरी गर्ने भन्ने विषयमा केन्द्रित हुनेछौं। यो पनि एउटा निच हो। अब त्यसतर्फ लागौं। आफ्नो च्यानलको नाम र भिडियोहरूले दिन खोजेको सन्देश स्पष्ट र विशिष्ट विषयवस्तु छनौट गर्नुपर्दछ, ताकि दर्शकहरूले भिडियोको उद्देश्य सजिलै बुझ्न सकुन्। हामीले हाम्रो युट्युब च्यानल खोल्दा केही लोकप्रिय स्पष्ट विषयहरू निचहरू जसलाई तपाईले छनौट गर्न सक्नुहुन्छ ती निम्न प्रकारका छन्: ब्लग, ग्याजेट रिभ्यू, सिकाउने ट्युटोरियल, युट्युब टिप्स, कमेडी र ट्रेन्डिङ टपिक पनि लोकप्रिय स्पष्ट विषयहरू हुन्। यिनै हुन् केही लोकप्रिय विषयहरू, निचहरू अनि सफल युट्युब च्यानल बनाउनका लागि छनौट गर्न सकिने एकदमै स्पष्ट टपिक निच मध्ये सिकाइको भिडियो पनि एक लोकप्रिय विषय निच हो। जानकारीमूलक भिडियो भन्नाले दर्शकहरूलाई केही कुरा सिकाउने वा कुनै विषयमा जानकारी दिने उद्देश्यले बनाइएका भिडियोहरूलाई बुझिन्छ। यसको उदाहरणका लागि मेरो जस्तै नेपाली ट्युटोरियल भिडियो हो। यसको अर्थ तपाईले बनाउने भिडियो कुन विषयमा हो त्यो स्पष्ट हुनुपर्छ। स्पष्ट विषय निश्चित निच रोज्नु महत्वपूर्ण छ, किनभने यसले दर्शकहरूलाई तपाईको च्यानल कुन विषयमा आधारित छ भनेर बुझ्न मद्दत गर्छ र यसले च्यानलको पहिचान स्थापित गर्न पनि सहयोग गर्छ। साथै दर्शकहरूले खोजिरहेका ट्रेन्डिङ विषयहरू पत्ता लगाउनका लागि युट्युबको सर्च बारमा अंग्रेजीमा नभई नेपालीमा टाइप गरेर हेर्न सक्नुहुन्छ। यसरी तपाईले हालसालै धेरै खोजिएको विषयहरू पत्ता लगाउन सक्नुहुनेछ र तिनीहरूलाई पनि आफ्नो च्यानलको स्पष्ट विषयको रूपमा रोज्न सक्नुहुन्छ। यहाँहरूले अवश्य नै बुझ्नुभयो होला निच के हो भनेर। यो एउटा युट्युबको मेरुदण्ड हो। निचलाई हामी नेपालीमा विषयवस्तु भन्दछौं। हाम्रो युट्युब च्यानलमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। पुनः अर्को हप्ता युट्युब सम्बन्धित जानकारीमूलक भिडियो लिएर उपस्थित हुने नै छौं र यहाँसम्म हाम्रो भिडियो हेरेर हामीलाई साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद ज्ञापन गर्दछौं।